गाइस 90 वटा खुर्सानी गाइस टाउकोबाट खनाउने त भयो नि गाइस कोही छैन गाइस हाम्रो बुस्टरको लागि पर्यो साथी बुस्टर परेकोलाई रोकी तेरो काम छैन जानु होइन मेरो त मैले त खुर्सानी गर्न नसकेर के रे उयो भएर हो क्या केही सुन्दैन खुर्सानी गरेको कि मैले त यसले त खै के डुबेको रे पानीमा आमा कसम खाएको ओके ओके गाइस एउटा मुटु हानौँ त गाइस एउटा मुटु गाइस प्लिज गाइस जिताउँ न साथीहरु एकचोटि नानी खुर्सानी खनाइदिउँ न फेरि गाइस किन एउटा मुटु गाइस एउटा मुटु गाइस बुस्टिङ लाएर गाइस गाइस स्पिड च्यालेन्ज ओपन गरौँ न गाइस डबल ओपन गर्दिनु न स्पिड च्यालेन्ज ओपन गरौँ न अच्छा डबल पनि ओपन नगर्दिएको के हाम्रो फेरि गाइस कोले हान्छ र हामीलाई यता बोलाउँदा म भनिदिन्छु तेरो हो ब्रदर म्याङ्गो ओए किन छेउमा आएको उता त ओए आबे यो गेम सकेपछि आइज है चुप चुप बाहिर नियम सिम हुँदैन त 1 घण्टासम्म पानीमा बस्ने यो गेम सकेपछि आइज त म मेरो मोबाइल चार्ज सक्यो उले आमा कसम खाएछ उसको जिउँदो आमालाई तैले यताउति नभनाइ बेचारा आमाको कसम खाएछ चोम उ आमाको लागि मलाई पिरो भइसक्यो मलाई पिरो भइसक्यो न नुन जान्छ दिएर यो फ्रान्स गएको गाइस डबलमा खेलौँ न गाइस डबलमा जा बिचा बजा पानीमा बिचा बजा जिउँदो आमालाई यताउति नगरे बेचारा त्यही आमाले जन्म दिएर त त्यहाँ स्विमिङ पुलमा गएको छ जा पछाडि पानीमा जा पानीमा जा बल्ल जिन्दगीमा पहिलो चोटि आदित्यले खास कसलाई भनेको एकछिन चाट छैन कि मेरो चाट छ ल मेरो फुल छ हाब्ले इले तेरो काम छैन जानु इले तेरो काम छैन जानु भन्न ल काम छैन चिल आज गयो भने नि जिन्दगीमा योसँग म बोल्दिन रगी दाइ म त हेर्नु गेम लगाएर बरु नुहाउन जान्छु म खान जान्छु म आउन जान्छु हामीले कहाँ गयो ऊ पानीभित्र गर्दैछ सुबी गर्दैछ आवरीले घर आज त पानीमा माछा जस्तो पौडी खेल्दै गयो जाडो भयो साथीहरु जाडो भयो मोबाइल कहाँ गयो हाम्रे घर देखिरहेछ हाम्री च्यालेन्ज गर्छस् अबदेखि कसैलाई च्यालेन्ज गर्छस् गर्छु म त दिन्छु यार कुछु गर्दिन्छु म त ए फ्रान्समा त मर्ने गरी गर्मी छ रे अहिले यसले मुर्गा बनाइरहेछ हामीलाई यस्तो वेदर गर्मी छ निकै 12 मिनेट भयो अझै 48 मिनेट बाँकी छ है 48 मिनेट अझै बाँकी छ यस साहिल जे पर्छ तिमी पनि एउटा युनिभर्स हान्दियौ अब जाडो छैन के दाइ जाडो छैन 1 घण्टा हैन 2 घण्टा बस्न मिल्छ के भोरमा फिलिपिन्समा कहाँ गर्मीको मौसम हो अनि त्यहाँ गर्मी छ त्यहाँ मलाई थाहा डबल ट्याप गाइस यो लास्ट गेम खेल्छु ल म गाइस मेरो मोबाइल चार्ज सक्यो यार साथीहरु मेरो मोबाइल चार्ज सक्यो के लास्ट गेम यो लास्ट गेम ल ए हामी म यो लास्ट गेम खेल्छु मेरो मोबाइल चार्ज सक्यो साथी हो भने तैले गेम यहाँ बसिरहनु पर्छ ल लास्ट गेम चार्जमा लगा मोबाइल के यो कलेनी जस्तो डाडी कोही पनि छैन साथी हो भने
त आफ्नो साथीलाई छोडेर जाँदैनस् किनकि ऊ मेरो चास सकेपछि यो पनि जान्छ यो किन बसिरहन्छ र ऊ पनि जान्छ जाँदैन आधी घन्टा भइसक्यो यो लास्टमै हाब्रे म बराबर पिरो भइसक्यो खुर्सानी पसेको छ हेर हैन एसराज दाइ या यो लास्ट के भयो साथीहरु कसम खाएको छ उले यसो के भन्नुस् बाल छैन आमा तिमीहरुलाई भन्दा ठुलो कुरो त्यो पनिशमेन्ट हो र त्यही आमाले जन्म दिएर टिकटकमा कराइरहेछ त्यही आमाले जन्म दिएर फ्रान्समा गर्छ पनिशमेन्ट गरिसक्यो लास्ट केमा हाब्रे आइछ तबरी भरे भोलि एक त नेपाल आउँदाखेरि त के रे अनानास आउँछ त्यो लास्ट केमा त आइछ नि निकै चलाक छ कि त्यही आइमाइसँग म गेम खेल्दिन के चिल्ले भनेर मात्रै खेलेको भले नि फटाइमा हो लास्ट केमा यो लास्ट केमा साथीहरु यो लास्ट केमा फटाइमी हैन यो मा राजा वेलकम खत्तम हो यो यत्राको वेलकम guys one heart guys please आमाको कसम खाएको छ अनि उसको आमा भन्दा ठुलो कुरो पनिशमेन्ट हो अनि यसले छोडेर गरम गाइस स्पिड च्यालेन्ज ओपन गरम गाइस एउटा साथीको नैतिकता त्यही हो गाइस स्पिड च्यालेन्ज खोल्नु गाइस एउटा मुट्टा आन्दिनु न कसैले नहाल्नु खोले नि guys one heart एउटा मुट्टु भयो कुच्छ guys one heart हाब्रे टाउको थाहा छ कि मेरो गाइस एउटा मुट्टु हानौँ न गाइस सबैजना मिलेर गाइस लेट्स गो एकचोट डुब ओपन गाइस स्पिड च्यालेन्ज ओपन गरौँ न राजा एकछिन जिता दिनु न ओइ डुब बनेको हाब्रे डुब डुबेको देख्दैन टाउको कोही टाउको जान मैले भए मेरो गर्लफ्रेन्डलाई मैले फोन गरेर सोधिसकेँ कि फिलिपिन्समा कस्तो छ मौसम भन्दाखेरि गर्मी छ भन्यो डुब अनि भन्दा मेरो गर्लफ्रेन्ड छ नि त फिलिपिन्समा कस्तो मुलाहरु मैले भरे WhatsApp कल गरिसकेँ त अनि पनिशमेन्ट यत्रो पेर्सन गर्नु ट्रिपल हैन डबल पानीमा त त पनि के बेहोस भइस के अब डबल गाइस गाइस लेट्स गो टाउको चरी बाबु दाइ हाम्रो 30 के स्कोर आयो भने मैले पानीबाट निकाल्न मिल्छ कि कसैले एउटा लाइन हान्दिनु न मैले 1 घण्टा बस्छु भने सर अम्मा कसम खाएको छस् मिल्दैन निकाले त आमा भन्दा ठुलो कुरो पनिशमेन्ट हैन आफ्नो आमाले त्यही आमाले जन्म दिएर दूध खुवाएर यहाँसम्म पुगेको छस् त ओए पनिशमेन्ट गरे भयो त हाब्रे आइज न के हेरेर बसिरहेको भयो त पनिशमेन्ट आइज ए भनेर हुन्छ त्यो त मेरो पनिशमेन्ट गरिसक्यो त यो गलेनी खत्तम आइछ के यो गलेनी हैन आधी घण्टामा त्यसै गर्छ तेरो जिउँदै आमाले मेरोमा मोबाइल चार्ज सक्यो म अर्को मोबाइल ल्याउँछु नभए मेरोमा चार्ज सक्यो नपते गएर 15% मात्र छ मेरो मोबाइल चार्ज तेरो आमाको दुश्मन भित्र जानु पर्यो मोबाइल चार्ज गर्नु पर्यो गाइस कहाँबाट मैले चार्ज घुर्ताल्ने अब अर्को मोबाइल लिएर आइज जा अर्को मोबाइल हुनु पर्यो भित्र जानु पर्छ नि यत्रो तेरा भोरे लायन आबे त खुकेर लायन आबे त तास सकिँदैन घरि नि हैन त्यही त तेरो गिफ्ट तेरो त्यहाँ गिफ्ट आएको भयो त तास सकिँदैन हैन गिफ्ट नआएर यसकोमा गिफ्ट नआएपछि चार्ज सकिन्छ मलाई जाडो च्यालेन्ज गरेपछि पुरा गर्नु परेन नभए गिभ अप गरेर जान म सक्दैन रकी दाइ आइ एम सरी मैले च्यालेन्ज गर्ने मेरो गल्ती भयो आइ एम सरी दाइ भनेर जा छोड्दियो तँलाई सरी नभने हाब्रे किनकि तैँले पनिशमेन्ट गरेको छ ल के को सरी भन्ने त्यत्रो पनिशमेन्ट गरिरहेछ बिचरा अनि पनिशमेन्ट नगरे भयो सरी भन्ने 44 मिनेट बाँकी छ अहिले पनिशमेन्ट त्यत्रो गरेको छ के को सरी भन्ने हो हाबरी हेर्नुस् आमालाई कतिको रिस्पेक्ट गर्छ यो दुईजना केटीले त्यहाँबाट थाहा हुन्छ गाइस आमा भन्ने शब्दलाई कतिको रिस्पेक्ट गर्छ यो दुईजना केटीले त्यहाँबाट थाहा हुन्छ 17 मिनेट भयो 17 मिनेट आइटन केयर जतिसुकै मिनट आइटन केयर मलाई मतलब छैन बुझिस नि 17 मिनेट भयो लाइजा आइजा गेपा तिमीहरु जित हामी गर्छौ आइजा कति मिनेट भयो कति मिनेट भयो 17 मिनेट आधी घण्टा भइसक्यो हैन र 17 मिनेट भयो हुन्छ आधी घण्टा 1 बजे स्टार्ट गरेको 1 बजेर 17 मिनेट भयो हेर ओइ चिल काममा जान तेरो काम छैन आज लाइभ छमाले फोनै गरेछ नि यार मा छमाले फोन गर्यो त म गइदिन्थे यार के गर्नु घाप्रे गरेको छैन जानु कतै साइड लाग्नुको सोरो भने लाइन हान्नु के पानी बुझ्नु गाला नि आज मेरो भाइले लाइन हान्नु गाइस निकाल्न पाइन्छ गाइस त जान उसको म रकी दाइले हेर यहाँ म त मन त नुहाएर नि ल्याउँछ होला रकी दाइले हेर यहाँ कस्तो
चेन्ज गर भन्थ्यो त मेरो काम छैन आज जानु कतै साइड लाग्ने यार बुझ्नु गाइस स्वतन्त्रबाट बनाउनु गाइस छैन काम साम चिलको कामै छैन आज। हामी एक चुप्पो दे नि त म जान्छु ल दे नि त त्यही त नि यस्तो जाडोमा के फेरि हाम्रे खै यो जाडोमा के गरेको यिनीहरूले हाम्रे चुप्पो दे नि त म जान्छु 5 चोटी पानीमा देन। चोब्ले अब त भाइ 30 केस टाउको आयो भने दुखायो। मैले बाहिर निस्किन पाउँछु के साथीहरु 30 केस आउँदैन 1 घन्टा तैँले गर्छु भनेछ आमाको कसम खाएको छस् आमा जिउँदै आमालाई मार्ने काम नगर 30 केस आयो भने बाहिर निस्किन पाउँछु नि म आउँदैन तैँले आमा कसम खाएको त्यो भने गाइज मेरो 30 केस आयो भने मैले बाहिर निस्किन पाउँछु के साथीहरु गाइज मलाई त कस्तो सुसु आयो म स्विमिङ पुलमा सुसु गर्दिउ ह 30 केस आयो भने मैले बाहिर निस्किन पाउँछु के गाइज पाउँछ के गएर अम्मा उल्टी कसम रे मार्छु त कोला हान्दिन्छौ यार अम्मा कसम रे अझ खानम न गाइस गाइसबाट मार गाइस पान गाइस एउटा मुटु गाइस आउँदैन तैँले आमा कसम खाएको छ पाउँछ के? तेरो यतिको स्कोर आयो भने 1 घन्टा मैले पानीमा चोब्लेर बस्छु डाई हानेर भनेको छस् तैँले त्यो भनेको होइन गाइज 90 100 गाइज साइड ट्रिपलमा एउटा लाइन हान्यो भने स्कोर लिड हुन्छ कि म निस्किन पाउँछु कि कसम भनेको म निस्किन्छु क्या ओपन गरौँ न स्पिड च्यालेन्ज ओपन गरौँ न गाइज ओपन गरौँ न